नमस्ते, म हवलदार प्रेमबहादुर भण्डारी, म गिटारको बसोबाट। अहिले यो सवारी साधन बढीभन्दा बढी दुर्घटना भइरहेको छ। यो सबैभन्दा बढी दुर्घटना चाहिँ कुन साधन भन्दाखेरि चाहिँ लगभग 40-50% बाइक दुर्घटना भएको। के कारणले गर्दाखेरि लापरवाहीको कारणले गर्दा हाम्रो चाहिँ लापरवाहीले गर्दा बढीभन्दा बढी दुर्घटना भएको। एउटा चाहिँ ओभर स्पिडको लागि है, ओभर स्पिडको लागि के हुन्छ, दुर्घटना हुन्छ। अर्को चाहिँ मापपछि गरेर सवारी साधन चाहिँ नचलाउँछ है। मापपछि सवारी चलाएर चाहिँ के हुन्छ, दुर्घटना अकालमा चाहिँ ज्यान नफाल्छ। अर्को चाहिँ तपाईँको साथमा पनि जहिले पनि कागजपत्र चाहिँ अनिवार्य बोक्नुपर्छ, जस्तै लाइसेन्स, बिलबुक। लाइसेन्स चाहिँ अहिले तपाईँको नागरिकमा राख्नुपर्छ। अर्को चाहिँ तपाईँले चाहिँ चलाउँदाखेरि आफ्नो लेनको चाहिँ प्रयोग गर्नुहोस् है। तपाईँहरूको लेन कुन हो? फास्ट ट्याग, सर्भिस ट्याग, आफ्नो लेनमा चाहिँ हजुरले जानु पऱ्यो। अर्काको लेनमा गयो के हुन्छ, दुर्घटना हुन्छ। आफ्नो लेनमा गइसकेपछि तपाईँ चाहिँ कताबाट जानुपर्ने हो, जस्तो चाहिँ यताबाट जानु उता जानुपर्ने, कताबाट जानुपर्ने, त्यसको चाहिँ हेडलाइट चाहिँ अनिवार्य चाहिँ प्रयोग गर्नुपर्छ। अनि यो हेलमेट छ है, हेलमेटको प्रयोग गर्दाखेरि अनिवार्य हेलमेट प्रयोग गर्नु पऱ्यो। प्रयोग गरिसकेपछि चाहिँ फिता छ है, फिताको चाहिँ अनिवार्य प्रयोग गर्नु पऱ्यो। हेलमेट लगाउनु भएको छ, फिता लगाउनु भएको छ, त्यो फिता लगाउनु केही असुविधा छ छैन हो। त्यसरी चाहिँ अहिले बढीभन्दा बढी यो दुर्घटना भएका छन्। त्यसमा चाहिँ कसरी आफू बच्ने र अरूलाई बचाउने भन्ने एउटा हाम्रो यो 1 मिनटको जनचेतनामूलक कार्यक्रम छ। सबैले पालना गर्नु, आफू पनि बचाउँ र अरूलाई पनि बचाउँ भन्ने यहाँको कार्यक्रम हो। सबैले सुनिदिएकोमा चाहिँ, ध्यान दिएकोमा चाहिँ सबैलाई धन्यवाद छ। नमस्कार।